हाल्छु खान्छु हैन के गरे मलाई कस्तो उस होला फेरि मिस गरेँ पो त राजा साहबहरूलाई मिस गरेँ है मैले राजा साहबहरूलाई मिस गरेँ खै हाम्रो राजा साहबहरू हेर्नुहोस् त्यहाँ के गर्दै होला यो चम्मच भोलि खुट्टी पाराले खानुस् ल भोलि पेट बिग्रियो भनेपछि मैले लागेछ Of course. नानी कहाँ छे ए दीप ल हेर रेडी भयो मिठो खाना लायकको भयो मैले सुरुमै बक्सीहरूलाई चढाइसकेँ दुख्दैन पेट हाम्रो चढाइसकेँ वाव ठीक बेस मारी मिठी हो अहिले गम खान्छ अहिले खाँदियो नि गाह्रो भयो भन्दै बस्यो भने उसले खानेछ हेरेर त्यहाँ बक्सीले के भन्दैछ पाइ ढक्कामै शेर्पाती छिछि जोले भने त्यसले लाग्छ The guys welcome है साह्रै मिठो है हेर न तर एउटै डल्लाले पनि पुग्दो रहेछ है ठुलो डल्ला ल्यायो भने त तपाईँ सक्नुहुन्छ म सक्छु नि त यो खाना पर्टी केही हुने ओहो एउटालाई फेरि टेस्ट गराउनु लु मेरो भाग चाहिँ होइन है यहाँ टेस्ट गर्ने लु लु यता पनि लु लु यता पनि आज काग तिहार अहिले कतै जसरी खाइ भाइ आहा नलाने नानी यति थोरै खाने बेस मारी मिठो खाने आगो
अरू भन्दा नि यो बनाउन जाने कि गम्कीले। पवित्र सुब्बाजी भेरी गुड। आई उडी उडी लभ यु। बुझ्नुभयो नि, आई उडी उडी लभ यु। अनि हामीले चाहिँ यहाँ भगटे साधेर खाँदैछौँ हो। अनि आज हेर्नु है लु हो, यसरी धन्यवाद मेरो पवित्रजी। हो उडी उडी रे, हेर नि त्यहाँ हस् भन्दै खाऊँ। मैले बनाएको। उहाँको नाम चाहिँ गम्की। अनि यहाँ गम्की, उता सनाया लामा भन्ने चाहिँ चम्की। बुझ्नुभयो नि। सुरज हो। मिठो भयो भाइ। हजुर। अनि आफूलाई अघि फुत्का के होइन मैले मन्दिर आएर लु नानी उडी जा है भने कि यहाँ आइचे। हेर कमेन्ट गर्न। खानु पर्छ मनिषा हो, मनिषा के मन्दिरमा चढाएको थियो त्यो उठाएर ल्याएको। 3-4 डल्लो थियो, 2 डल्लो पुग्छन् ल्याएको। अरू चाहिँ तपाईँको लागि राखिदिएको। अनि पवित्रजी कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँले? ए मनिषा अहिले घरमा यता बालुवाटार कि उता गाउँतिर थियो आफू? हेर उति रसिलो यति अबि खस्यो। आँखा लगाइहाले, यो दीपको आँखा लागेको। रिसाउनु पर्छ। झर्यो भन्दैछ, हेर त्यहाँ एउटाले। झर्यो। लम लम खानुपर्छ। ल पवित्रजी कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँले? तर दही अझै हालौँ होला। रस त साह्रो मिठो भयो। अन्त नेपालीहरूलाई मनपर्ने हो नि यो त, यस्तो मनपर्छ। अन्त कहाँ बाहिरतिर पल्किन्छ त। आसमा तिवारी छितेसँग बेमारी छ। किन मनिषा पार्यो कि आफूले? आफूलाई हिचकिआएको थियो नि, त्यो पार्दिएको भन्दैछ कि। हिचकिआएको पार्दैन। पार्ने आज त उता हो। त्यहाँ हेर नि दीपलाई। ल भयो, मलाई त पुग्यो। खाना मन थिएन, आधी भाँडा त सकियो भाइ। रिताजी हामीले भोगटे साँध्यौँ। ए भोगटेको यत्रो आधी भाग त खायौँ, हेर्नु त लु। यहाँ भोगटे खाएर यति मिठो भयो, यति रसिलो, यति पोसिलो, यति मिठो। र हेर्नु यहाँ यी भोगटेको, बुझ्नुभयो नि। आधी भाग त सक्यो हो दुईजनाले। ल 2टा डल्लो ल्याएको हो, हेर्नु न रिताजी आज। यता असन गल्ली गएको फुलमाला किन्न हो, देखि त हालेलु खाइदिउँ त आज। वर्षौँपछि खाएको यति मिठो भयो। लु तपाईँहरू पनि घरमा रमाइलो गर्नु त, यस्तै बनाएर खानु त परिवार। कति स्वाद आउँछ, कति मिठो हुन्छ। एउटा डल्लो परिवार ठुलो 5-6 जना छ भने त 2टा डल्लोले पुग्छ हौ तपाईँहरूलाई त। लु गाइस कसरी बनाउने मेरो टिकटकमा गएर हेर्नु, मैले बनाएको भिडियो हाल्छु।
यहाँ स्टेप 1 स्टेप 2 स्टेप 3 भनेर मैले बनाएर राखेको छु म पोस्ट गर्छु ल है दिप हाम्रो सुरज अङ्कलको टिकटकमा गएर हेर प्रोसेस देखाउँछौ नि अङ्कल हैन हौ दाइ हो नभए पुग्यो भा पुग्यो मिठो चिज के छ खानेकुरा हे सक्ने एक खरबुजा सक्ने पहिला देख्नुभयो नि गाइस सडिन त रच्यो उसले राखेन त के त हुन्छ म त खान सक्छु उसले सडिन त रच्यो बुझ्नुभयो नि यसको फिगर बिगाडिदिन्छु भनेर यो बनाएको यदि यस्तो मिठो खाना बाजेले खान्छ अनि यसको जिम गएको फिगर अबि भयो म एकछिन उता ल्याउँछु ल खरबुजा है खरबुजा चट पारे खाने ल यस्तो बनाउनुपर्छ भयो उता अनि के ए खरबुजा देख्नुभयो नि छिटो हुन्छ गाई त अब खरबुजा खाँदैछ है त्यो भगटे साँधेर खायो नि खरबुजा अब नुया युनाजी नमस्ते है दर्शन आफ्नो अनि हाम्रो यो खरबुजा अनि यो चाहिँ हाम्रो भगटे साँधेर खाएको यत्रो रास खायो हेर्नु त यहाँ के छ ए भगटेको खोलै खोल्छ ल मेरो टिकटकमा पनि फलो गर्नु ल अरे यार हटाउनु ल युनाजी डबल ट्याप गरौँ त खै युनाजी खै चाइनिज स्कुल हो त जापानिज स्कुल चाइनिज स्कुल जापानिज स्कुल इन्डियन स्कुल नेपाली स्कुल लु फलो गरौँ है युनाजी अनि डबल ट्याप गरौँ साथीहरूलाई सेयर गरौँ है भिडियो खाना त मन छैन के गर्नु चाख्न मात्रै मन लाग्छ जे कुरा पनि आफूलाई ओहो यसको पनि स्वाद हो रहेछ है ल है डबल ट्याप गरौँ युनाजी कहाँबाट हेर्दै हुनुहुन्छ अघि 97 जना थियो मान्छे कहाँ गयो अहिले सबै ल पवित्र डबल ट्याप अब यो फेरि अपच्चै कुरा गर्नुभयो कि तपाईँले छोरी मान्छेलाई अमृत खान्छ अरे अमृत चाहिँ सबैले खान्छ छोरी मान्छेले मात्रै लेखेको कहाँ लेखेको छ त हो दिदी कहीँ लेखेको छैन म खान्छु नि त लु म खान्छु हजुर म खान्छु खान मन लाग्छ खाइहाल्नु पर्छ छोरी मान्छे होस् कि छोरा मान्छे होस्
युनाजी गम के गम खानुपर्छ, दबाउनुपर्छ, जिन्दगी जिउनुपर्छ। तर यो के अरे त्यो बिग्रिँदै गएको छ है। काठमाडौँ बालुवाटार हामी अनि तपाईँ कहाँबाट युनाजी? नाम कस्तो युनिक तपाईँको? युना ललितपुरबाट हुनुहुँदो रहेछ। अरे बन्द गरे नि त। किन लिस्टमा चाहिँ मैले जे गर्दा पनि कन्टिन्युसली बज्यो कि हामी तपाईँको के पनि भन्दैन त हामीले त। एउटा खाउन भयो लास्ट त्यति हो कि अङ्कल? नाना यति माया गर्ने मान्छे पाउँछ पहिला अहिले? यति एउटा खाउन म धेरै भयो कि अङ्कल प्लिज। अब के खानु हौ? के खानु पर्दैन ए त्यत्रो खिचे सरी हजुर। अब थोरै अहिलेपछि पाउडर टिसक्छ पर्दैन पाउडरमा कहाँ लुकाइदिन्छु, भेट्दै नलुकाइ। म राति खाना खानु रोस्ट बनाउँछु नि त म। रोस्ट पर्दैन, रोस्ट नबनाउनु। म बनाउँछु, तपाईँ नखानु म ए भुँडी च्यात्त लाग्छ भयो। यति थोरै चाख्दा पनि कस्तो समस्या आइपऱ्यो हेर्नु त, जम्मा लिटल यति थोरै। माग्नु पर्छ नि लेखाको काले इन्द्र कमलको झाले ल त गाइज अब अहिले भयो होइन, 4 चोटि आउनु पनि हो। म खासै मेरो पोलेको बच्चा बेलामा पोलेको भयो त त्यो के दिन आयो धेरै भयो है।
आरकेजी डबल ट्याप अनि त्यसपछि उतो गर्नु है फलो गर्नु आरकेजी यति राम्रो मान्छेको बिचरा अरे अनि हो नि है अनि युनाजी फाल्दै अब के हुन्छ खाना सके धेरै हो कम हुन्छ 2टा डल्लामा त आधी 1.5 डल्ला सकिहाल्यो खाएर धोको पुग्यो भाइ धोको पुग्यो मलाई अब यो धेरै वर्षपछि खाएको नि यसरी यो त कहिलेपछि मिल्क कफी अनि ब्राउन ब्रेड मल्टिग्रेन ब्रेड बटर यत्रो खाएर पनि नपुग्ने कमाकै खाना हो भयो खाना दिनुहोस् न खाना दिनुहोस् न प्लिज जिम गर्ने हेर्नु त युनाजी खाना दिँदैन पो त लु त्यहाँबाट उडी हान्नुहोस् त त्यत्रो खाएर फ्राङ्की ए भाइ ल बाई गाइस सी यू नेक्स्ट टाइम सी यू हिँड्दै गरायो भने सधैँ